नमस्कार, तपाईलाई स्वागत छ मेरो नयाँ भिडियोमा। यो भिडियो रहेको छ काठमाडौँमा रहेका टप 10 प्राइभेट स्कुलहरूको बारेमा। टप 10 प्राइभेट स्कुल इन काठमाडौँ। नम्बर 10 मा रहेको छ आलोक विद्याश्रम। हाम्रो लिस्टको 10औं नम्बरमा रहेको आलोक विद्याश्रम टप 10 काठमाडौँ भ्यालीभित्रका प्राइभेट टप 10 स्कुल मध्येमा पर्न सफल भएको छ र यो 10औं नम्बरमा रहेको छ है त। यदि तपाईको घरबाट नजिकै पर्छ भने तपाईले आलोक विद्याश्रममा आफ्ना बालबालिकालाई भर्ना गर्न सक्नुहुनेछ। र नम्बर 9 टप 10 लिस्टको नम्बर 9 मा रहेको छ युनिग्लोब स्कुल। युनिग्लोब स्कुल 9 नम्बरमा पर्न सफल भएको छ भने यो स्कुल पनि तपाईले आफ्ना बालबालिकालाई पढाउन सक्नुहुनेछ। यो स्कुलको क्वालिटी एजुकेसनकै कारणले अवश्य पनि टप 10 भित्र पर्न सफल रहेको हो। र यो लिस्ट तपाईलाई फेरि एकपटक जानकारी गराउन चाहन्छु। प्राइभेट स्कुलहरू मध्येको टप 10 भित्र पर्न सफल स्कुल हो है त। र अब रहेको छ नेक्स्टमा रहेको छ नम्बर 8 मा। युनिग्लोब नम्बर 9 मा थियो भने हाम्रो लिस्टको 8औं नम्बरमा पर्न सफल स्कुल रहेको छ अरु कुनै नभएर काठमाडौँ युरो स्कुल। काठमाडौँ युरो स्कुल टप 10 स्कुलहरू मध्येको 8औं नम्बरमा पर्न सफल स्कुल हो। र अवश्य पनि काठमाडौँ युरो स्कुलका विभिन्न ब्रान्चहरू रहेका छन् र तपाईले ती मध्येको कुनै पनि ब्रान्चमा आफ्ना बालबालिकालाई पढाउन सक्नुहुनेछ। र काठमाडौँ युरो स्कुल 8औं नम्बरमा रहेको छ भने अब पालो रहेको छ नम्बर 7। नम्बर 7 मा रहेको स्कुल छ प्राइभेट स्कुलमा काठमाडौँ इन्टरनेशनल स्कुल, जुन गौरीघाटमा अवस्थित रहेको छ। काठमाडौँ इन्टरनेशनल स्कुल 7औं नम्बरमा टप 10 स्कुल प्राइभेट स्कुल मध्येको 7औं नम्बरमा पर्न सफल स्कुल हो। र यदि तपाईको नजिक तपाई गौरीघाट वरिपरि बस्नुहुन्छ र क्वालिटी एजुकेसन आफ्नो बालबालिकालाई दिन चाहनुहुन्छ भने तपाईले काठमाडौँ युरो स्कुललाई छनौट गर्न सक्नुहुनेछ। गौरीघाट नजिकै रहेको गौरीघाटमा रहेको काठमाडौँ युरो स्कुल नम्बर 6 मा पर्न सफल भएको थियो। र अब रहेको छ लिस्टको 6औं नम्बरमा। नम्बर 7 को यो काठमाडौँ इन्टरनेशनल स्कुल पछि नम्बर 6 मा रहेको छ हिमालयन व्हाइट हाउस वर्ल्ड स्कुल। हिमालयन व्हाइट हाउस वर्ल्ड स्कुल लिस्टको 6औं नम्बरमा पर्न सफल स्कुल हो। र हिमालयन व्हाइट हाउस वर्ल्ड स्कुल अवश्य पनि तपाई यदि कोटेश्वर वरिपरि बस्नुहुन्छ भने तपाईले यो स्कुललाई पनि छान्न सक्नुहुनेछ आफ्ना बालबालिकाका लागि। टप 10 को 5औं नम्बरमा पर्न सफल स्कुल रहेको छ प्राइभेट स्कुल मोडर्न इन्डियन स्कुल। मोडर्न इन्डियन स्कुल काठमाडौँबाट दक्षिणकाली जाने बाटोमा चोबारमा अवस्थित छ। अवश्य पनि तपाईले देख्नु भएको हुन सक्छ। यदि तपाई आफ्ना बालबालिकालाई मोडर्न इन्डियन स्कुलमा भर्ना गर्न चाहनुहुन्छ भने यो पनि उत्कृष्ट स्कुलहरू 10 उत्कृष्ट स्कुल मध्ये एउटामा पर्न सफल रहेको छ 5औं नम्बरमा। र अब हाम्रो लिस्टको 4थो नम्बरमा पर्न सफल स्कुलको बारेमा हामी छलफल गर्दै छौं। त्यो स्कुल रहेको छ अरु कुनै नभएर राई स्कुल। आफ्नो स्थापनाको छोटो समयमै राई स्कुलले आफूलाई टप 10 भित्र पार्न सफल भएको छ। 4थो नम्बरमा पर्न सफल राई स्कुल काठमाडौँ नक्सलमा अवस्थित छ। र यदि तपाई नक्सल वरिपरि बस्नुहुन्छ, बालुवाटार नजिकतिर बस्नुहुन्छ भने आफ्ना बालबालिकालाई राई स्कुलमा भर्ना गर्न सक्नुहुनेछ। र त्यसपछि रहेको छ नम्बर 3 टप 3 स्कुल। तेस्रो नम्बरमा पर्न सफल प्राइभेट स्कुल रहेको छ अरु कुनै नभएर रुपिज इन्टरनेशनल स्कुल। रुपिज इन्टरनेशनल स्कुल अवश्य पनि हाम्रो लिस्टको तेस्रो नम्बरमा पर्न सफल भएको छ। टप 10 मध्येको एउटा रहेको रुपिज इन्टरनेशनल स्कुल ताहाचलमा अवस्थित छ। यदि तपाई कालीमाटी ताहाचल एरियामा बस्नुहुन्छ, बाफलतिर बस्नुहुन्छ भने तपाईले आफ्ना बालबालिकालाई रुपिज इन्टरनेशनल स्कुलमा पनि भर्ना गर्न सक्नुहुनेछ इन्टरनेशनल लेभलको एजुकेसनका लागि। र अब यसपछि रहेको छ टप 2 सेकेन्ड स्कुल, जुन टप 10 स्कुल मध्येको एउटा स्कुल हो जसलाई तपाई अवश्य पनि यो स्कुलसँग परिचित हुन सक्नुहुन्छ। यो स्कुल रहेको छ अरु कुनै नभएर लिंकन स्कुल। लिंकन स्कुल काठमाडौँको रवि भवनमा अवस्थित छ। टप 10 स्कुल मध्येको इट इज द वान अफ द टप स्कुल लिंकन स्कुल। र यसको कस्टका कारणले पनि अत्यन्तै महँगो भएका कारणले जो कसैले यो स्कुल छान्न सक्नुहुन्न। त्यसैले तपाई यदि त्यो एरियामा रवि भवन एरियामा बस्नुहुन्छ र आफ्ना बालबालिकालाई अत्यन्तै महँगो स्कुल पढाउन चाहनुहुन्छ भने त्यो हो लिंकन स्कुल। र टप स्कुल अब यो भने अलिकति ट्रिकी छ। तपाई अवश्य पनि पहिलो स्कुल घर हो भने
तपाईका बालबालिकाका लागि सबैभन्दा टप 1 स्कुल भनेको तपाईको घरबाट नजिकैको स्कुल हो, किनकि बालबालिका जे बन्नुपर्ने हो त्यो बन्ने नै छन्। तपाईले आफ्नो घर नजिकको स्कुललाई छानेर पढाउन सक्नुहुनेछ। तपाईले आफ्ना बाबु नानीहरूलाई कुन स्कुलमा पढाउँदै हुनुहुन्छ अर्थात् भिडियो हेर्दै गर्नुभएको भाइ बहिनीहरू कुन स्कुलमा पढ्नुहुन्छ, आफ्नो स्कुलको नाम कमेन्ट गर्नुहोला है त। तपाईले जुन स्कुलमा पढ्दै हुनुहुन्छ त्यो स्कुल नै टप 1 स्कुल हो हाम्रो लिस्टको भन्दै म तपाईबाट बिदा हुन्छु। धन्यवाद। यो मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र तपाईको आफ्नो स्कुलको बारेमा पनि यो कमेन्ट गर्न नभुल्नुहोला, लाइक गर्न नभुल्नुहोला भन्दै बिदा हुन्छु। धन्यवाद। अर्को साल फेरि हामी टप 10 स्कुलको लिस्ट लिएर आउने नै छौं। धन्यवाद।